गाउँको सानो सपना। नुवाकोटको एउटा सानो गाउँमा राजन नामको एक मेहनती युवक बस्थ्यो। ऊ बिहानै उठेर कुखुरा पालनको काम गर्थ्यो र बेलुका मोबाइलमा भिडियो बनाएर आफ्नो युट्युब च्यानल मोराजुन खाती ब्लगमा हाल्थ्यो। गाउँका धेरै मानिसले उसलाई भिडियो बनाउने केटो भनेर चिन्थे। तर राजनको मनमा एउटा दुःख थियो। उसले धेरै मेहनत गरेर भिडियो बनाउँदा पनि भ्यू धेरै आउँदैनथ्यो। कहिलेकाहीँ ऊ निराश हुन्थ्यो। एक दिन उसले आफ्नी आमा भन्यो, आमा, मैले यति मेहनत गर्छु तर कसैले भिडियो हेर्दैनन् जस्तो लाग्छ। आमाले मुस्कुराउँदै भनिन्, छोरा, रुख रोपेको भोलिपल्टै फल लाग्दैन। धैर्य गर्नुपर्छ। त्यो कुरा राजनको मनमा बस्यो। त्यसपछि उसले हार नमानी गाउँको जीवन, नेपाली खाना, म बनाउने तरिका अनि शिवपुरीको सुन्दर दृश्यहरू भिडियोमा देखाउन थाल्यो। एक दिन अचानक उसको एउटा भिडियो भाइरल भयो। हजारौं मानिसले भिडियो हेरे। सब्सक्राइबर पनि बढ्न थाले। गाउँका मानिसहरू खुसी भए। राजनले आमालाई खुसी हुँदै भन्यो, आमा, तपाईको कुरा साँचो रहेछ। आमाले उसको टाउकोमा हात राखेर भनिन्, मेहनत कहिल्यै खेर जाँदैन छोरा। त्यसपछि राजनले आफ्नो गाउँ, आफ्नो परिवार र नेपाली संस्कृतिलाई संसारभर चिनाउने सपना अझ ठूलो बनायो।